हाई गाइज, दिस इज सुरज। रिसेन्टली मैले आफ्नो साथीहरूसँग नर्थ एबिसी ट्रेक कम्प्लिट गरेँ। सो आई एम हियर टु सेयर माई जर्नी है। हामी सुरुमा काठमाडौँदेखि बेनीको नाइट गाडी चढ्छौँ। बेनी पुगिसकेपछि चाहिँ हामीले त्यहाँ जिप रिजर्भ गर्नुपर्ने हुन्छ। रिजर्भ गर्दा एक्सपेन्सिभ हुने भएको हुँदा चाहिँ तपाईँहरू ग्रुपमै जिप रिजर्भ गर्नु होला। जिप रिजर्भ गर्दा बेनी टु हुमखोला 10,000 पर्न आउँछ भने चाहिँ तातोपानीदेखि हुमखोलासम्मको चाहिँ 8,000 पर्न जान्छ। बाटो एकदम डेन्जर छ, एकदम थ्रिलर रोड छ। 3 घन्टाको थ्रिलर राइडपछि चाहिँ हामी हुमखोला पुग्छौँ। हुमखोलाको केही हजुरलाई इन्फर्मेसन चाहिन्छ भने स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ है। हुमखोलापछि हाम्रो एक्चुअल ट्रेकिङ सुरु हुन्छ। पुरा ठाडो उकालो र ओह्रालो गर्दै हामी लगभग 2 घन्टामा चाहिँ फुतफुते झरना आइपुग्छौँ। फुतफुते झरनाको लगभग 1.5 घन्टामा चाहिँ हामी साँधीखर्क पुग्छौँ। साँधीखर्कबाट लगभग 2 घन्टामा हामी गुफाफाट पुगेर त्यो रात चाहिँ गुफाफाटमा बस्छौँ। अर्को बिहान हाम्रो यात्रा गुफाफाटदेखि पञ्चकुण्डसम्मको हुनेछ र हामी गुफाफाटदेखि भुस्केट मेला चाहिँ लगभग 2 घन्टामा पुग्छौँ। भुस्केट मेलामा हामीले खाजा खाएपछि त्यसपछि हामी सुनखोला त्यहाँबाट 2.5 घन्टामा पुगेर सुनखोलाबाट 3 घन्टामा हामी पञ्चकुण्ड लेक पुग्छौँ। यसरी चाहिँ हाम्रो नर्थ एबिसीसम्मको ट्रेकिङ चाहिँ कम्प्लिट हुन्छ है।